म अहिले खासमा कहाँ जान लाग्यो भन्ने कुरो चाहिँ मलाई थाहा छैन है। पहिला जाउँ बजारसम्म। पछाडिको ब्रेकै लागेन त मेरो यार, के हो। साकार लिलबुद्ध, औ लिलबुद्ध स्पटेड इन डाउनटाउन पिज्जा। Yo Solte, hello and what's up everyone guys, it's me Saugat and welcome back to my channel STD Vlog. I hope सबैजना सन्चै अनि राम्रो हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु है। आज एक दिन घर बसौँ भनेर बसेको, कस्तो अल्छी लाग्ने रहेछ घर बस्न त। 2 बज्यो, 2 बजीसम्म त घरै बस्या हो। अनि आज चैते दसैँ पनि रहेछ नि त। अनि दिदीहरु आउनु भएको थियो, सबै 3 जना फुपू दिदी एकैचोटि, सबजना फुपू दिदी, भिनाजु, दाइ, भाउजू, भान्जी, भान्जो सबजना हुनुहुन्थ्यो आज होइन। अनि बस्यो एकछिन सुत्यो, गर्मी भयो। अनि फेरि लाइन पनि कति गएको गरिरहेको छ। यो कुलमान घिसिङ गएदेखिबाट त लाइन त गएको गाई छ भने यार। अनि एउटा गर्मी भएर अल्छी लाग्यो मलाई। त्यसपछि म निस्केको बजारतिर। साँच्चै यहाँ पनि नर्सरी छ है, कस्तो कस्तो फुल पाउँछ यहाँतिर। र फुलहरू लानु पर्ने थियो अलिअलि, फुल अनि त्यो नर्मल प्लान्टहरू। जाउँ पहिला बजार, त्यसपछि कहाँ के हुन्छ। गर्मी पनि कति बित्ति भएको छ यार अहिले त। अहिले यस्तो गर्मी छ, अझै गर्मी त आउनै बाँकी छ। के हुन्छ त्यो बेला चाहिँ, मर्नु। ल ल ल ल ल, यो चाहिँ जहिले पानी ढाल्दा हुन्छ यार। गाडीहरू त लाइन लाएर बसिरहेको छ। मेरो पछाडिको ब्रेक कस्तो लुज भइरहेको त हो। म अहिले खासमा कहाँ जान लाग्यो भन्ने कुरो चाहिँ मलाई थाहा छैन है। पहिला जाउँ बजारसम्म। अहिले चाहिँ अस्ति भन्दा यो पोल्युसन अलिक कम भएको जस्तो लागिरहेको क्या। हिजोबाट अलि हावा चलिरहेको नि त, हावा चलेपछि अनि त्यो हावा धुवा अलिअलि उडाएर लग्यो होला सायद, अलिक कम भएको छ। पछाडिको ब्रेक त के हो मेरो, पुरै तलतिर गएको छ यार। पछाडिको ब्रेकै लागेन त मेरो यार, के हो। ब्रेक त मस्त थियो जस्तो लागेको छ। ल क्या हुआ मेरा बाइक को, पीछे का ब्रेक नहीं लग रहा। के हो यो लगेज त, मान्छे पछाडि तान्निँदैन भने यतिको गर्दाखेरि। कुकुर पनि हो क्या हो बिचमा, हो त। कसरी ल्याउँछ नि त्यत्रो बाइकमा राखेर उहाँदेखिबाट। माछा प्लान पनि नखोलिदिनु भयो जस्तो त यार। के
के हो नगरपालिकाले धरो काम गरिराखेको क्या आजभोलि ए यस्तो भत्काइराख ड्याम ल हो त अब टन्नै भत्काइ बाटो पढ्या हो कि यो के हो नक्सामा पर्ने नपर्ने कुरो नगरपालिका त एक्सनमा आएको त यहाँको पर्खाल सरखाल सबै घर भत्काइदिएछ ल त्यो पनि भत्काइदिएछ यार बाटोको जग्गामा पर्ने भएर हो के हो नि के हो कुरो यताको यो भत्काएछ त्यो भत्काएछ ए हो सुरजहरूको त पसलै भत्काएछ त है सुरजको त त्यहाँ पनि त्यो छैन त्यो छैन त्यो छैन यो पनि छैन ए सहाय पारिदिएको त है धन्न मान्छेको घरहरू चाहिँ परेको क्या हो यो ठाउँमा ठिक छ बाटो बढाउनलाई होला सायद हुनसक्छ म कहाँ जानु लाग्छ छि वेयर एम आई गोइङ यहीँ डिजे काल भएर डिजे काल भएर आई डोन्ट नो वेयर एम आई गोइङ है त्यही पनि हिँडिरहेको छु म सर लाएर आज यहाँ कसको साकारको कन्सर्ट थियो क्यारे के छ त सो तपाईँहरूलाई अघि थाहा भइहाल्यो है म के गर्न आएको भन्ने थाहा थिएन आज यत्तिकै आएको घरमा अल्छी लगाएर एकछिन पसल बसेको फेरि अल्छी लाग्यो अब म जाँदैछु कपाल काट्नलाई दाह्री कपाल काट्नु पऱ्यो यहाँ पर्दा पसलमा अलिकति काम थियो कपाल काट्नु जानु पऱ्यो हाम्रो सिजर सलुनमा कन्सर्टको लागि केटाहरू बसिरहन् यो यहाँ रहेछ आर्टिस्टहरू चाहिँ साकार लिलबुद्ध औ लिलबुद्ध स्पटेड इन डाउनटाउन पिज्जा हैन ल पहाडी ब्रेक त जिरै भएछ त्यो ल कपाल सपाल नि काटियो कस्तो भयो चाहिँ अहिले देखाएको छैन कतिखेर देख्छ थाहा छैन है कतिको क्राउड रहेछ हेर मैले यहाँनिर कन्सर्टमा छ कि हटाउने आर्मन त्यहाँ रहेछ मान्छेहरू तर छ जस्तो है
अलि राम्रै ब्रेक लागेन कि यार मेरो पछाडिको ल यो कार्पेटले अब कसरी लान्थेँ यार मैले शनिबार पनि ए ल लौ न अहिले त पुरै भ्यू नै छेक्दियो त यार बाके ल्याएर नि गलै छ ल म चाहिँ अब लागेँ घरतिर अब बेलुका भइहाल्यो यसले फेरि सबै फ्रन्ट भ्यू नै छेकिँदो रहेछ एडजस्ट गर्नु पर्यो पछाडिको ब्रेक के भयो मेरो यार त्यो के अरे मास्टर सिलिन्डर गयो जस्तो लागिरहेको पछाडिको ब्रेकै लागिरहेको छैन मेरो कस्तो धुम्म भएको कि यो फेरि यो धुवा धुलो बढे जस्तो लाग्यो यार ले सुरज वा तिमीहरूको पसल त भत्काइदिएछ त कहाँ करेगा रे बेडू तेरा दुकान तो गिर गया देख बेटा तू तो इधर नहीं है तर कस्तो चाँडोमा दिएर भएको यार यो उसले गरेर के ए पोल्युसनले गरेर नत्र त 7 बजे होइन 6:30 भएर 6:30 बजे कहाँ यस्तो अँध्यारो हुन्छ यार यहाँ धुवाको खार आइरहेको पुरै आँखामा ब्रेक नहीं है भैया आगे से हट जाओ सो त्यही हो गाइज मेरो आजको भिडियो यति नै भयो होइन भिडियोलाई अन्तिमसम्म हेर्नुभएको छ भने लाइक कमेन्ट र सेयर गर्न नभुल्नु होला च्यानलमा फर्स्ट टाइम आउनुभएको छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला यति भन्दै मेरो आजको भिडियोलाई एन्ड गर्दैछु अब नाइस डे त के भन्नु यतिखेर अब गुड नाइट बाइ सी यु इन नेक्स्ट भिडियो